कमिला 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 धेरै किसान साथीहरूको ड्राइगन बगानमा देखिने समस्या कमिला। तर पहिलो नजरमा कमिला सामान्य लाग्छ, तर यसले चाहिँ ठुलो समस्या निम्ताउन सक्छ। धेरै जस्तो अवस्थामा कमिला आफै बोट र फल खान आएको हुँदैन। बोटमा लागेका लाई किरा, मिलीबग जस्ता किराले निकाल्ने गुलियो रस खान चाहिँ कमिला आउँछ। त्यसैले कमिला धेरै देखियो भने बोटलाई राम्रोसँग चेक जाँच गर्नुपर्छ। मेरो आफ्नै अनुभवमा चाहिँ सुरुमा कमिला मात्र हटाउँदा समस्या समाधान भएन। पछि बोटमा लुकेर बसेका मिलीबग र लाई किरा नियन्त्रण गरिसकेपछि कमिलाको सङ्ख्या पनि घट्दै गयो। कमिला नियन्त्रणका लागि महँगो औषधि नै चाहिन्छ भन्ने चाहिँ छैन। बोटको वरिपरि सफा राख्ने, खरानी छर्किने, निमको झोल छर्किने, खुर्सानी र लसुनको झोल पनि उपयोगी हुन्छ र कागती पानी पनि प्रयोग गर्न सकिन्छ। साथै साबुन पानीले बोटमा भएका लाई र मिलीबगहरूलाई नियन्त्रण गरियो भने कमिला आफै नियन्त्रण हुँदै जान्छ। कृषि भनेको चाहिँ दैनिक जीवनको सिकाइको यात्रा हो। कहिलेकाहीँ सानो समस्या जस्तो देखिने कुराले पनि उत्पादनमा ठुलो असर पर्न सक्छ। त्यसैले समयमै नियन्त्रण र व्यवस्थापन गर्नुपर्छ। यदि तपाईँ पनि ड्राइगन फल खेती गर्दै हुनुहुन्छ भने कमिला देख्दा बेवास्ता नगर्नुहोस्। यसको वास्तविक कारण खोज्नुहोस् र समस्या समाधान गर्नुहोस्। यो जानकारी उपयोगी लाग्यो भने आफ्ना किसान साथीहरूलाई पुग्ने गरी सेयर गरिदिनुहोस् र तपाईँको एउटा सेयरले अरूको बाली पनि जोगिन सक्छ। धन्यवाद।